यहाँ तपाईहरूले देखिरहनु भएको यी सम्पूर्ण नेपाली दाजुभाइहरू साउदी सरकारले दिएको आम माफीद्वारा नेपाल जान कोसिस गरिरहनु भएको छ। हजुर सर नमस्कार। सर नमस्ते। हजुरको शुभ नाम के पर्यो? मेरो नाम जैन कुमार लामा हो। हजुर अनि घर कहाँ पर्यो नि नेपालमा? यो काभ्रे सागा। ए अनि अहिले हाल साउदी अरबमा हुनुहुन्छ हैन? हजुर। साउदी अरबको दमाममा। हजुर सर। यहाँ हजुरले मेन बिजनेस चाहिँ के हो नि हजुरको? मेरो कार्गो हो। नेपालको कार्गो। हजुर। के नाम हो? सनराइज नेपाली कार्गो। सनराइज नेपाली कार्गो। अनि कसरी पठाउन सकिन्छ नि नेपाल? किलोको प्रति किलो कति छ? त्यो त सर ठाउँ हेरेछ सर। सरदार काठमाडौँको लागि भनिदिनु न। काठमाडौँको हामी डोर टु डोर 10.5 रियाल, हाम्रो अफिस बोङबोमा छ त्यहाँ दिनुहुन्छ 9.5 रियाल, एयरपोर्टलाई 6 रियाल, 6.5 रियाल, 7 रियाल त्यसरी छ। ए अनि यहाँ अहिले मैले देखिरहेको छु धेरै नेपाली दाजुभाइहरूलाई पनि हजुरले हेल्प गरिरहनु भएको छ। यो चाहिँ खास के हो? यो चाहिँ साउदी सरकारले अवैधानिक रूपमा रहेको विदेशी कामदारहरूलाई आम माफी दिएर स्वतन्त्र रूपमा आफ्नो मुलुक फिर्ती गर्ने जुन एउटा आम माफी फिर्ती गर्ने एउटा अवसर ल्यायो। हजुर। त्यो अवसरलाई सुरु गर्नको लागि सबै नेपालीहरू यहाँ आएर फर्म भर्ने, त्यहाँ आएर एक्जिट हालेर नेपाल हुने एउटा काम चाहिँ यहाँबाट गरिरहेको छ। ए अहिलेसम्म कोही तपाईँले यहाँबाट फर्म भरेका साथीहरू कोही गइसक्नु भएको छ नेपाल कि? धेरैजना गइसक्यो सर। ए लगभग सरदार कतिजना पुग्नुभयो होला? सरदार हामीले लगभग अब यहाँ अहिलेसम्म मैले नेपाली एम्बेसीको आधिकारिक मान्छे सोद्धाखेरि हामी दबाङबाट लगभग 22-23 जना मान्छे फर्म भरिसकेको छ। अब यकिन रूपमा यति नै गयो भने चाहिँ भन्न सकिन्न, जो धेरैजना गइसकेको छ यहाँ। ए धेरै धेरै राम्रो कुरा हो। अनि यो कहिलेसम्म छ सर यसको म्याच चाहिँ? अब यो 3 महिना हो यसको म्याच चाहिँ, 90 दिनको लागि हो। मार्च 29 देखि स्टार्टिङ भएको हो भने लगभग अहिले अब 40 दिन जति 40 दिन बाँकी छ। 40 दिन जति अझै नै बाँकी छ। हजुर हजुर। अनि त्यस पछाडि के हुन्छ त? जो इलिगल भएका हुन्छन् र त्यस पछाडि अझसम्म पनि जो गएका छैनन्, जसले फर्म भरेर जो लापरवाही गरिरहेका छन् भनौँ न, तिनी नेपालीहरूको हालत के हुनसक्छ त्यस पछाडि? त्यसपछिको अवस्था भनेको नि साउदी सरकारले उनीहरूले पेनाल्टी लगाउने, जेल हाल्ने कुरा छ। त्योभन्दा अगाडि उनीहरू निक्लिनु पर्यो। यदि उनीहरूले यो कानुनी प्रावधानलाई व्यवस्था गरेर बस्यो भने त्यसको सजायको भागीदार हुनुपर्छ। हजुर 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 हजुर। हस् त धन्यवाद यहाँलाई र यहाँको कार्गो सर्भिसेस राम्रो चलोस्, यही हाम्रो शुभकामना छ। र अन्त्यमा अहिले नेपालमा जो चुनाव भइरहेको छ त्यसको बारेमा केही भन्न चाहनुहुन्छ? निश्चित पनि सर। हामी नेपालबाट वैदेशिक रोजगारमा आएर विभिन्न मुलुकमा गएको मान्छेहरूले आफ्नो नेपालको चुनावी माहौल कस्तो भइरहेको छ भने विशेष चासो चाहिँ लिने हुँदो रहेछ, दिनु पनि पर्छ आफ्नो मुलुकको चासो। यो सम्बन्धमा अहिले जो खालको एउटा स्थानीय चुनावमा जसरी एउटा माहौल सिर्जना भएको छ, त्यो माहौल अनुसार अबको जनप्रतिनिधि चुनेर जाने जनप्रतिनिधिहरूले आफ्नो गाउँको विकासको लागि, आफ्नो नगरको विकासको लागि, वडाको विकासको लागि राम्रो पहल गरोस् र आगामी दिनहरूमा नेपालीहरू विदेशमा गएर अर्काको गुलामी बनेर चाहिँ बस्न नपरोस्, आफ्नै मुलुकमा केही न केही होस् भन्ने कामना गर्छु। ओके, धन्यवाद यहाँलाई। धन्यवाद सर। Thank you so much for watching this video. Please subscribe me for more videos.